हेलो हेलो साथीहरू, खाजा बनाउने बेला भयो। बनाइदिनु भयो त खाजा आफ्नो बच्चाहरूको लागि। मैले चाहिँ आज एकदमै टेस्टी खाजा बनाएको भएर हजुरहरूसँग सेयर गरौँ भने सोचेँ सेयर गरिदिउँ न त भनेर बनाएको। तर पुरै भिडियो चाहिँ मैले हाल्न पाइनँ है, त्यसको लागि सरी। मैले चाहिँ आज सुजीको एकदमै टेस्टी खाजा बनाएँ है। पहिला सुरु सुजीलाई मैले थोरै तेलमा जिरा मरमसला सबै पड्काएर पहिला पानी हालेँ, अनि त्यसमा सुजी हालेँ। अनि त्यसपछि त्यो सुजी पाकिसकेपछि 2वटा आलु मैले त्यो सुजीमा हालेँ। अनि त्यसपछि त्यसलाई आफ्नो मनपर्ने सेप दिएर तेलमा डिप फ्राई गरेँ। अनि त्यसपछि हेर्नु न कति आकर्षक टमाटरको चटनीसँग खानुपर्दो रहेछ साथीहरू, एकदमै टेस्टी थियो। तपाईँहरू पनि ट्राई गर्नु होला है। बच्चाहरू दिनदिनै केही त नयाँ बनाइदिनु न मम्मी, केही त नयाँ बनाइदिनु भनेर मैले दिमाग खराब गरेँ भने मैले पनि दिउँ न त साथीहरूलाई केही नयाँ टिप्स। आफूले पनि खाइयो, साथीहरूलाई पनि बनाएर खाउँ भनेर सेयर गरेको है त। एकचोटि बनाएर खानु होला है।